Have you ever wondered why only these three people tend to be the Prime Minister of Nepal? Yeah, नेपालमा के भइहाल्यो भने हामी सधैँ प्रधानमन्त्री घाँटी किन समाउँछौँ? Why does no one talk about President of Nepal? हाम्रो आजको भिडियो त्यही कुराहरुमा बेस्ड हुनेवाला छ. This is going to be fun. Let's begin. Because all the real power of Nepal is held by the Prime Minister and Council of Ministers. अब Prime Minister को बारेमा चाहिँ हामी डिटेलमा नै कुरा गर्छौं. Because that position is rigged, powerful and is misused. नेपालमा कोही पनि व्यक्ति प्राइम मिनिस्टर बन्नको लागि नेपालको तल्लो सदन अथवा हाउस अफ रिप्रेजेन्टेटिभ्स को मेम्बर भयो भने पुग्छ. त्यो भन्दा बढी क्वालिफिकेसन चाहिदैन. तर त्यति भएर मात्र कोही पनि प्राइम मिनिस्टर चाहिँ हुँदैन. त्यसको लागि एउटा राम्रो प्रोसिजर छ जसको बारेमा म तपाईलाई अलि डिटेलमा नै भन्छु. सुरुको मेथड अफ बीइङ प्राइम मिनिस्टर इज प्रिटी स्ट्रेट फरवर्ड. यदि कुनै पनि पार्टीले हाउस अफ रिप्रेजेन्टेटिभ्समा 51% भन्दा बढी सिट्स ल्याउँछ अथवा 138 भन्दा बढी मेम्बर्स छन् कुनै पनि पार्टीको हाउस अफ रिप्रेजेन्टेटिभमा भने त्यो पार्टीको लिडर अटोमेटिकली प्राइम मिनिस्टर बन्छ. तर यदि कुनै पनि पार्टीको 51% सिट आएन अथवा मेजोरिटी भएन भने त्यहाँ आउँछ हाम्रो सेकेन्ड सिस्टम जुन भनेको मल्टी पार्टी सिस्टम हो. यो सिस्टमले चाहिँ कुनै पनि पार्टीको मेजोरिटी नआएको खण्ड दुई वा दुई भन्दा बढी पार्टीहरू मिलेर 138 सिट पुर्याउनु पर्ने हुन्छ. अनि त्यही साझेदारीबाट एउटा लिडर छानिन्छ र त्यो मान्छे नेपालको प्रधानमन्त्री बन्छ. तर यो प्रधानमन्त्री भइसकेपछि यो मान्छेले भने भोट अफ कन्फिडेन्स भन्ने कुरा लिनुपर्छ अथवा विश्वासको मत भनेर लिनुपर्छ. अब भोट अफ कन्फिडेन्स अथवा विश्वासको मत भनेको चाहिँ के हो भन्दाखेरि हामी यो व्यक्ति प्राइम मिनिस्टर हुनको लागि राजी छौं भनेर हाउस अफ रिप्रेजेन्टेटिभ्सको मेम्बरहरूले भोट गर्नुपर्छ. यदि हाउस अफ रिप्रेजेन्टेटिभ मेम्बरहरूले कन्फिडेन्स छैन भनेर बढी भोट गर्यो भने यो मान्छे प्रधानमन्त्रीको पदबाट हट्छ. तर हामी कन्फिडेन्स छौं भनेर बढी भोट गर्यो भने मान्छे प्रधानमन्त्री रहिरहन्छ. अब व्हाट ह्यापन्स इफ देयर आर मोर भोट अफ नो कन्फिडेन्स? यो मान्छे हटेपछि चाहिँ कसरी हुन्छ त? अब यो मान्छे हटिसकेपछि चाहिँ थर्ड प्रोसिजर आउँछ. थर्ड प्रोसिजर भनेको द नम्बर गेम भनेर भन्छु म चाहिँ. भनेको इलेक्सनमा जुनसुकै पार्टीले सबैभन्दा बढी भोट ल्यायो त्यो पार्टीको लिडर चाहिँ नेपालको प्राइम मिनिस्टर हुन्छ. अब यो कन्डिसनमा चाहिँ 51% मेजोरिटी आवश्यक छैन. जसले बढी भोट ल्यायो त्यही लिडर चाहिँ प्रधानमन्त्री हुन्छ. अनि त्यो प्रधानमन्त्रीले पनि भोट अफ कन्फिडेन्स 30 दिनभित्र लिन पर्ने हुन्छ. अब यो मान्छेले पनि भोट अफ कन्फिडेन्स 30 दिनभित्र लिन सकेन भने चाहिँ के त? यस्तो अवस्थामा चाहिँ हाउस अफ रिप्रेजेन्टेटिभ्सको जुनसुकै सांसदले पनि म चाहिँ भोट अफ कन्फिडेन्स ल्याउन सक्छु है भनेर राष्ट्रपतिलाई कन्भिन्स गर्छ भने त्यो मान्छे चाहिँ नेपालको प्रधानमन्त्री बन्छ. अनि त्यो मान्छे प्रधानमन्त्री बनेको 30 दिनभित्र उसले पनि भोट अफ कन्फिडेन्स ल्याउन पर्ने हुन्छ. अनि यो चारवटै कुराहरू फेल भयो भने नेपालमा रिइलेक्सन हुन्छ र फेरि भोटिङ गरेर फेरि यो कुराहरू चल्छ. एन्ड दिस लुप विल गो अन एन्ड गो अन एन्ड गो अन अन्टिल देयर इज one prime minister. र त्यही भएर यो सिस्टमको कारणले नै नेपालमा कोही पनि डिजर्भिङ इन्डिपेन्डेन्ट क्यान्डिडेट नेपालको प्राइम मिनिस्टर बन्न सक्दैन. पहिलो 3 प्रोसिजरबाट त नेपालमा कुनै पनि इन्डिपेन्डेन्ट सांसद आउने चान्स नै छैन. र बाँकी त्यो लास्टको 4 जहाँ चाहिँ जोसुकै आउन पाउँछ त्यहाँसम्म चाहिँ अहिलेसम्म राजनीतिक दलहरूले आउन दिएकै छैनन्. मोस्ट अफ द टाइम सेकेन्ड प्रोसिजरमा आएर नेपालको प्रधानमन्त्री चयन भएको छ. अहिले पनि सेकेन्ड प्रोसिजरबाट नै हुन्छ. But what even happens if the independent Samsad does not become the president? He will still have the powers to do the things for his area, right? Well, let's say an independent Samsad proposes a bill in the House of Representatives. जसले चाहिँ देशको हित हुन्छ भने कुनै एउटा राजनीतिक दलको चाहिँ घाटा हुन्छ. This is where the dirty game of politics really comes in. Now let's understand this through an example. Let's say this independent Samsad proposes a bill in the House of Representatives. जसले भन्छ कि नेपालको प्रधानमन्त्रीको पदमा 60 वर्ष उमेर पुगेको मान्छे बस्न पाउँदैन. अब यो बिलले देशलाई फाइदा गर्ला नगर्ला त्यो छुट्टै कुरा हो. तर यो बिलले के गर्न चाहिँ सक्छ भन्दाखेरि अहिलेको जुन नेताहरू छन् उनीहरूलाई चाहिँ पक्कै पनि घाटा पुर्याउँछ. एक त अहिलेका प्रधानमन्त्रीहरू भए र प्रधानमन्त्री बन्न कुरिरहेका अरू नेताहरू भए. अनि यसरी आफूलाई घाटा हुने बिल राजनीतिक दलले पास हुन दिँदैन. कसरी दिँदैन? अब कसरी दिँदैन भन्दाखेरि कुनै पनि बिल जब एउटा हाउसमा प्रेजेन्ट गरिन्छ अथवा पेश गरिन्छ अब यो बिल पास गर्नु पर्दाखेरि चाहिँ मेजोरिटी अफ द सांसदले अप्रुभ गर्न पर्छ. यो अप्रुभल कुनै भोटिङ सिस्टमबाट हुँदैन. सिम्पली सभामुखले सोध्छन् whoever is in the support of this bill say yes and whoever is not in the support of this bill say no. अब त्यसरी भन्दाखेरि त्यो 275 वटा सिटमा बसेका सांसदहरूले कि यस भन्छन् कि नो भन्छन्. एन्ड सभामुख अब्जर्भ्स. यदि सभामुखलाई लाग्छ कि यस भन्ने मान्छे धेरै छन् भने त्यो बिल पास हुन्छ र नो भन्ने मान्छे धेरै छन् भने त्यो बिल रिजेक्ट हुन्छ. भनेपछि कुनै पनि बिल पास गर्दाखेरि कुनै पनि सांसदको ओपिनियन चाहिँ गोप्य हुँदैन, बस ओपन हुन्छ. र अहिलेको एक्जाम्पलको बिलले त नेपालको एक्जिस्टिङ पोलिटिकल पार्टीहरूलाई नराम्रोसँग एफेक्ट गर्छ. र यदि यस्तो खालको कुनै पनि बिलले पोलिटिकल पार्टीहरूलाई एफेक्ट गर्छ भने त्यो पोलिटिकल पार्टीले चाहिँ आफ्नो सांसदहरूलाई प्री नोटिस पठाएर बिल नोटिस गर्दाखेरि नो भन्ने अर्डर दिन्छ र यसरी एउटा इन्डिपेन्डेन्ट क्यान्डिडेट ल्याएको एउटा बिल सांसदबाट रिजेक्ट हुन्छ.
तर यहाँ फेरि भन्नु होला सांसदले पोलिटिकल पार्टीको अर्डर किन फलो गरोस् त, आफ्नै इन्डिपेन्डेन्टली किन काम गर्न सक्दैन भनेर भन्नुहुन्छ। वेल, यदि कुनै क्यान्डिडेटले पोलिटिकल पार्टीको इन्ट्रेस्ट विपरीत गएर आफ्नो चोइसबाट केही बिलहरूलाई सपोर्ट गर्न खोज्छ भने उनीहरूलाई चाहिँ पोलिटिकल पार्टीले कारबाही गर्छ, जुन जे पनि हुनसक्छ, यहाँसम्म कि पार्टीको मेम्बरबाट नै रिमुभ पनि हुनसक्छन्। अनि नेपालको केसमा हेर्ने हो भने यदि कुनै पनि सांसद जो पार्टीबाट इलेक्ट भएर आएको छ त्यो सांसद चाहिँ पार्टीबाट रिमुभ भयो भने त्यो मान्छेको सांसदको पोस्ट पनि लस्ट हुन्छ। भनेको यदि कुनै पनि सांसद पोलिटिकल पार्टीको अगेन्स्टमा गयो र केही कुरालाई सपोर्ट गर्यो भने त्यो पोलिटिकल पार्टीले त्यो सांसदलाई कारबाही गर्छ। कारबाही गरेर त्यो सांसदलाई पार्टीबाट नै निकालिदियो भने चाहिँ त्यो मान्छे नेपालको सांसदै रहन्न, त्यसपछि त झन् पावर छँदै छैन। त्यही भएर कुनै पनि सांसदले आफ्नो पोस्टलाई नै रिस्कमा राख्नु भन्दा चाहिँ सिम्पली पोलिटिकल पार्टीले भनेको कुराहरू फलो गरिदिन्छ र ऊ सांसद भएर बस्छ। यो सब किन भएको? जस्ट बिकज एउटा पोलिटिकल पार्टीलाई हार्म हुन्छ। यसरी नै आफ्नो वेबाट पोलिटिकल डिसिजनहरू लिन नपाएको कारणले चाहिँ सांसदका मेम्बर्सहरूले इन्डिपेन्डेन्ट क्यान्डिडेट्स जस्तै हर्क, बालेन, गोपी हमाल जसरी इन्डिपेन्डेन्टली काम गर्न सक्दैनन्। तर अब यहाँ अझै एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दाखेरि नेपाल सरकारले चाहिँ यो सबै कुराहरूलाई बाइपास गरेर ल ल्याउन सक्छ सिधै। भनेको सांसदमा ल्याएर त्यो अहिलेको प्रोसेस पनि फलो नगराइकन मेजोरिटी बिना नै कुनै पनि ललाई एक्सनमा ल्याउन सक्छ। सो जब नेपालमा कोही पनि प्रधानमन्त्री बन्छ त्यो मान्छेले चाहिँ एउटा ग्रुप अफ मिनिस्टर्स बनाउँछ अनि त्यो ग्रुप चाहिँ प्रेसिडेन्टलाई पेश गर्छ अनि प्रेसिडेन्टले अप्रुभ गरेपछि मात्र त्यो ग्रुप चाहिँ मन्त्री परिषदको रूपमा गठन हुन्छ। बट द प्रेसिडेन्ट हैज नो अप्सन अफ रिजेक्सन। He or she will simply have to accept whatever the prime minister says. Now, why does the president simply have to accept? किनभने यदि कुनै राष्ट्रपतिले चाहिँ प्रधानमन्त्रीले भनेको कुराको विपरीतमा गयो अथवा मानेन भने चाहिँ त्यो राष्ट्रपतिमाथि महाअभियोग लगाइन्छ। महाअभियोग भनेको देशको सबैभन्दा ठुलो केस हो एन्ड दिस केस क्यान एन्ड देयर पोलिटिकल करियर। त्यस्तो महाअभियोगको रिस्क लिनुको साटो चाहिँ प्रेसिडेन्ट्स सिम्पली एक्सेप्ट वाट एभर द प्राइम मिनिस्टर सेज। र यही भएर चाहिँ हाम्रो देशको राष्ट्रपतिले रियल पावर होल्ड गर्दैन। अब प्रधानमन्त्रीले गठन गरेको यो ग्रुप अफ मिनिस्टरसँग चाहिँ एक्चुअल सिग्निफिकेन्ट एक्जिक्युटिभ पावर हुन्छ। भनेको सांसद जसरी कसैको मेजोरिटी कुरेर बस्न पर्दैन, प्रायः जसो कुराहरू सिधै एक्सनमा ल्याउन सक्छन्। अनि जब नेपालको प्रधानमन्त्रीले नेपालको मन्त्री परिषद गठन गरिरहेको हुन्छ त्यतिखेर चाहिँ प्रायः जसो इन्डिपेन्डेन्ट सांसदलाई कुनै पनि राम्रो मिनिस्टरको पद होल्ड गर्न दिइन्न। फर इक्जाम्पल होम मिनिस्टर जस्तो पावरफुल पदमा अहिलेसम्म कोही पनि इन्डिपेन्डेन्ट सांसद आउन सकेको छैन। र यसो हेर्ने हो भने त्यस्तो खासै सांसदहरूलाई मिनिस्टरको पद दिँदा पनि दिँदैन। भनेपछि प्रधानमन्त्री र मन्त्री परिषद सबै एउटै पार्टीको हुन्छ र अल अफ देम हेभ सिमिलर ओपिनियन बिकज अफ पार्टीको कारबाही। अब यो मन्त्री परिषदको सिमिलर ओपिनियन राम्रैसँग मिसयुज भइरहेको छ। किनभने नेपालको संविधानको धारा 114 ले के भन्छ भन्दाखेरि मन्त्री परिषदले कुनै पनि हाउसमा कुनै पनि तरिकाको बिल पास नगरिकन चाहिँ कुनै पनि ललाई एक्सनमा ल्याउन सक्छ। यसलाई इङ्ग्लिसमा ORDIANC अर्डियन्स भनिन्छ भने नेपालीमा चाहिँ अध्यादेश भनेर भनिन्छ। र अध्यादेश भनेको कुनै पनि देशमा इमर्जेन्सी सिचुएसनको लागि भनेर बनाइएको हुन्छ। जस्तो मानौँ वार भयो, नाकाबन्दी भयो भने त्यो बेलासम्म त सबै प्रोसिजरहरू फलो गर्दाखेरि ढिलो हुन्छ भनेर चाहिँ डिरेक्टली प्रधानमन्त्रीले गर्न पाउने एउटा अधिकार हो यो अध्यादेश भनेको। तर यो अध्यादेशको ठुलो इम्पोर्टेन्स भए तापनि यो अध्यादेश चाहिँ धेरै नराम्रो तरिकाले मिसयुज भइरहेको छ। भनेको कुनै पनि प्रधानमन्त्रीले आफ्नो पर्सनल बेनिफिट अथवा कुनै पनि पार्टीको बेनिफिटको लागि चाहिँ अध्यादेश ल्याउने र जारी गर्ने कामहरू गर्छन्। यसरी अध्यादेशको मिसयुज भएको एउटा प्राइम एक्जाम्पल भनेको 2077 मा एमाले फुट्नु हो। त्यति बेला चाहिँ के थियो भन्दाखेरि चाहिँ नेपालको सबै राजनीतिक पार्टीहरूले राजनीतिक दल सम्बन्धी ऐन 2073 फलो गरेर आफ्नो कामहरू गर्नु पर्थ्यो। अनि त्यही बेला चाहिँ नेपालको प्रधानमन्त्री केपी ओली थिए र एमालेका एक अर्का नेता माधव कुमार नेपालले चाहिँ के भनेका थिए भन्दाखेरि केपी ओली नेपालको प्राइम मिनिस्टर चाहिँ हुन हुँदैन। अब एउटै पार्टी भएर किन यस्तो भने त्यो त उनीहरू नै जानुन्। तर त्यो कुराले चाहिँ केपी ओलीलाई आफ्नो प्राइम मिनिस्टरको पोस्ट लुज गर्ने थ्रेट थियो। अनि केपी ओली चाहिँ पार्टी फुटाएर माधव कुमार नेपाललाई पार्टीबाट नै निकाल्ने सोचमा थिए। तर राजनैतिक दल सम्बन्धी ऐन 2073 ले के भन्थ्यो भन्दाखेरि कुनै पनि राजनैतिक दल विभाजन हुनको लागि त्यस दलको सेन्ट्रल कमिटी र संसदीय कमिटी दुईटैको 40% मेम्बरहरू राजी हुनुपर्छ थियो। अब हाम्रो एमालेतिर सेन्ट्रल कमिटीमा 40% मेम्बरलाई पार्टी फुटाउनको लागि राजी बनाउनु गाह्रो पर्थ्यो। यही बेला चाहिँ ओलीले एउटा यस्तो अध्यादेश जारी गरे जुनले चाहिँ त्यो ऐनलाई चेन्ज गरेर सेन्ट्रल कमिटी वा संसदीय कमिटीको 40% मेम्बर राजी भए पुग्छ भनेर भने। अब ओलीलाई त संसदीय समितिलाई 40% पुर्याउन गाह्रो परेन, किनभने संसदीय समिति भनेको संघीय र प्रादेशिक सांसद हुन् र जुन सांसदले प्रधानमन्त्रीको कुरा मान्दैन त्यो सांसदलाई पार्टीले कारबाही गर्छ। पार्टीले कारबाही गरेपछि के हुन्छ त्यो त तपाईँलाई मैले भनिसकेँ। अनि त्यति भइसकेपछि त आफ्नो प्रधानमन्त्रीको पद सेक्योर भयो। देख्नुभयो नि कस्तो पावरफुल चिजलाई चाहिँ नेपालमा इजिली म्यानिपुलेट गरिन्छ अथवा मिसयुज गरिन्छ। अब नेपालको यो संविधानमा यो लुपहोलहरू यतिवटा मात्र होइन,
अरू टन्नै छन्। हामी चाहिँ अहिले मैले यो संविधान पढ्दाखेरि थाहा पाएको दुईटा मेजर लुपहोलको बारेमा कुरा गरौँ। सुरुमा छ धारा 82। नेपालको संविधान धारा 82 ले के भन्छ भन्दाखेरि नेपाल सरकारले आफ्नो सबै कामहरू एउटा नियमावलीको अधीनमा रहेर गर्नुपर्छ भनेर भन्छ। तर त्यही धारा 82 को उपधारा 2 मा फेरि के भनिएको छ भन्दाखेरि त्यो नियमावली नेपाल सरकारले फलो गर्यो कि गरेन भनेर काहीँ पनि क्वेसन उठाउन मिल्दैन। द्याट सिम्पली मिन्स द नियमावली मेड बाइ द नेपाल सरकार is pretty much useless. Not only that, this धारा 82 itself cancels itself. भनेको नियमावली होल्ड्स नो रियल भ्यालु, बस जनतालाई देखाउनको लागि चाहिँ बनाइएको छ। किनभने राज्यले फलो गर्यो कि गरेन भनेर काहीँ पनि सोध्न त मिल्दैन। हाम्रो संविधानमा धेरै धाराहरू छन् जसको एन्डमा लेखिएको छ इन अकर्डेन्स टु ल। अब यो इन अकर्डेन्स टु ल मा ल भनेको चाहिँ के हो भन्दाखेरि त्यो धारालाई कभर गर्ने एउटा एक्ट अथवा ऐन बनाइन्छ र त्यो ऐनमा चाहिँ त्यो धाराको बारेमा कभर गरिएको हुन्छ। अनि ऐनमा पनि तोकिए बमोजिम भनेर भनिएको हुन्छ। त्यो कहाँ तोकिएको हुन्छ भन्दाखेरि नियमावलीमा तोकिएको हुन्छ। अनि नियमावलीमा पनि त्यस्तै एउटा कुनै टर्म युज गरिन्छ र त्यो कुरा काहीँ पनि तोकिन्न लास्टमा आएर। अनि लास्टमा आएर काहीँ पनि नतोकिसकेपछि त्यहाँ ल नै छैन, त्यहाँ जे गर्दा पनि भयो भने। अब देशको संविधानै भइसकेपछि त्यसरी ह्याङ्गिङ छोड्न त भएन नि होइन, पुरै कम्प्लिट त गर्न पर्यो नि के भन्न खोजेको हो भनेर। जनताले संविधान पढिरहेछ, संविधान पढ्दाखेरि बुझिरहेको छैन किनभने कहाँको रेफरेन्स ल्याएर हालेको छ आफैलाई थाहा छैन। यसमा त झन् एउटा धारालाई त्यसकै उपधाराले क्यान्सल गरिदिरहेको छ। अब नेक्स्ट भिडियोमा हामी डिस्कस गर्छौँ कि नेपालको राइट अफ फ्री एजुकेसन चाहिँ कसरी फ्री छैन एन्ड हाउ दिस संविधान इज नट बिङ फलोड बाई द मेकर्स अफ दिस संविधान। लाइक घाँस भन्छ।